आइपिओमा आवेदन दिनुभन्दा पहिले हामीले के तयारी गर्नुपर्छ भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ। अहिलेको समयमा आइपिओ अप्लाई गर्न तपाईँ कहीँ गइराख्नु पर्दैन। तपाईँले आफ्नै घरबाटै अनलाइन माध्यमबाट यो सब गर्न सक्नुहुन्छ। यसका लागि के चाहिन्छ त? सबैभन्दा पहिला तपाईँको नाममा कुनै न कुनै ब्याङ्कमा खाता हुनुपर्छ, किनभने आइपिओको लागि आवेदन दिने बेलामा बैङ्क खाताबाट रकम ब्लक गरिन्छ। यदि तपाईँको बैङ्क खाता छैन भने नजिकको बैङ्कमा गएर खाता खोल्नुहोस्। सुविधायुक्त बैङ्क छान्नुहोस् जसले अनलाइन कारोबारको राम्रो सुविधा दिन्छ। त्यसपछि आइपिओमा आवेदन दिनका लागि तपाईँको नाममा डिम्याट खाता हुनु अनिवार्य छ। डिम्याट खाता हामी नजिकैको ब्याङ्क, ब्रोकरेज फर्म वा मर्चेन्ट ब्याङ्क अथवा क्यापिटलमा गएर खोल्न सक्छौँ भने यसलाई अनलाइनबाट पनि खोल्न सकिने व्यवस्था धेरै संस्थाहरूले उपलब्ध गराएका छन्। त्यसैगरी डिम्याट खातासँगै हामीले मेरो सेयरको सुविधा पनि लिनुपर्छ। मेरो सेयर भनेको अनलाइन ब्याङ्किङ जस्तै अनलाइन प्रणाली हो जहाँबाट तपाईँले आइपिओ, एफपिओ राइट सेयरमा आवेदन दिन सक्नुहुन्छ। डिम्याट खाता खोल्दाखेरि नै मेरो सेयरको सुविधा पनि लिन सकिन्छ। आइपिओमा आवेदन गर्न तपाईँको बैङ्क खाता र डिम्याट खाता एकअर्कासँग लिङ्क भएको हुनुपर्छ। यसको लागि तपाईँले आफ्नो ब्याङ्कमा गएर वा अनलाइनबाट नै सियासबा रजिस्ट्रेसनको फर्म भर्नुपर्छ अनि तपाईँलाई ब्याङ्कले सिआरएन नम्बर दिन्छ। यो नम्बर आइपिओ अप्लाई गर्दा राख्नुपर्ने हुन्छ। विदेशमा बस्नुहुने नेपालीहरूले पनि आफ्नो ब्याङ्कलाई रिक्वेस्ट गरी यो नम्बर लिन सक्नुहुन्छ। जब तपाईँले आइपिओको लागि आवेदन दिनुहुन्छ तपाईँको बैङ्क खाताबाट रकम ब्लक गरिन्छ र सेयर परेमा त्यसै खाताबाट रकम काटिन्छ। त्यसैगरी मेरो सेयरबाट आइपिओमा आवेदन दिनको लागि तपाईँलाई पिन नम्बर चाहिन्छ। यो नम्बर आफ्नो मेरो सेयरमा लगइन गरेर सेट तथा रिसेट गर्न सकिन्छ। आइपिओ अप्लाई गर्दा कति किता सेयरको लागि अप्लाई गर्ने भन्ने कुरा बुझ्न जरुरी छ। नेपालमा अहिले आइपिओ आवेदन दिने लगानीकर्ताको सङ्ख्या धेरै भएकाले न्यूनतम किता साधारणतया 10 किता आवेदन दिनुपर्छ भने यदि बुक बिल्डिङ मेथडबाट आइपिओ आएको छ भने 50 किता न्यूनतम आवेदन दिनुपर्ने हुन सक्छ। साधारणतया आइपिओमा आउने सेयरहरूको मूल्य प्रति किता 100 रुपियाँ हुन्छ, तर प्रिमियममा आइपिओ आउनेहरूको मूल्य भने योभन्दा बढी हुन्छ। त्यसैगरी बुक बिल्डिङ मेथडबाट आउने आइपिओको पनि प्रति किता मूल्य 100 रुपियाँभन्दा बढी हुन सक्छ। आइपिओको मूल्य र न्यूनतम आवेदन सङ्ख्या विभिन्न वित्तीय समाचार पोर्टलहरू वा सेभनको वेबसाइटमा हेर्न सकिन्छ। अब आइपिओ अप्लाई गर्नु अघि ध्यान दिनुपर्ने कुरा भनेको आफ्नो ब्याङ्क अकाउन्टमा पर्याप्त रकम छ कि छैन भनेर हेर्न आवश्यक हुन्छ। जति कितालाई आवेदन दिनुभयो त्यसलाई प्रति किता मूल्यले गुणन गर्नुभयो भने आवश्यक रकम आउँछ र आवेदन दिएपछि बैङ्कबाट सोही रकम ब्लक गरिन्छ। यदि आइपिओ परेन भने त्यो रकम फिर्ता हुन्छ र यदि पर्यो भने अटोमेटिकली त्यो रकम तपाईँको ब्याङ्कबाट काटिन्छ। अब हामीले आइपिओ आवेदन दिनका लागि आवश्यक पर्ने सबै कुराहरू बुझ्यौँ। संक्षेपमा भन्नुपर्दा आइपिओ भर्नु अघि तपाईँलाई चाहिने मुख्य कुरा भनेको ब्याङ्क खाता, डिम्याट खाता, मेरो सेयर, सिआरएन नम्बर, पिन नम्बर र पर्याप्त रकम। अब यी सबै आवश्यक पूर्व तयारीहरू पुरा भइसकेपछि तपाईँले सजिलै घरमै बसेर आइपिओ आवेदन दिन सक्नुहुन्छ।